हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि यतातिर सन्चै छु। अनि आजतिर यसो हामी बिहानमा यता स्कुलतिर जान लाग्छौँ। हाम्रो इक्जाम पनि छ। यतातिरको सिन पनि हेर्नु न, यता कुहिरो लगाएर कुहिरो लास्ट लागेछ कि यतातिर। अब हेर्न सक्नुहुन्छ गाइज, गाउँतिरको अब पुरा त्यो अघि कुहिरो लागेको थियो नि, अहिले त्यो सब हटिसक्यो। और अभी तो रुको, क्लाइमैक्स अभी बात। हामी स्कुलतिर जान लाग्यौँ भने एउटा साथीलाई कुरेको त्यो मान्छे आउँदै आइदिएन। हेर्न सक्नुहुन्छ कति भ्याकेसन लगेर अरे। अनि यहाँ पनि अब मकै 2 महिनापछि खाने हुन्छ नि होइन। त्यसपछि त्यही हो। हेर्नु न कस्तो हरियाली छ यता गाउँतिर। सहर जस्तो गाउँ मतलब गाउँ जस्तो सहर हुँदैन। हरियाली कति राम्रो छ यतातिर, यताउता साइडतिर पुरा एकदम राम्रो छ। तर हिजो एउटा फुल टिभी लगिदिनु पऱ्यो। हेलो, आज फुल गर्लफ्रेन्ड भइदियो, गर्लफ्रेन्डलाई लगाइदिनु हुन्थ्यो। गर्लफ्रेन्डै छैन, कसलाई लगाइदिनु। हामी चाहिँ यतातिरको यो भ्यू पनि मस्तको छ कि राम्रो छ। गाउँघर पनि दामी छ। अब रोपाइ गर्ने टाइम आउँछ। अब त्यस्तै 10-12 दिनपछि सबैको रोपाइ गर्छन् क्या, राम्रो देखिन्छ होइन। हाम्रो पनि छ रोपाइ गर्ने। त्यही यो भ्यू राखेको छ। यो चाहिँ मेरो साथी हो, एकदम मिल्ने साथी, सँगै पढेको हामी होइन। त्यो दामी छ, हेर्नु न उता डाँडातिर क्या मस्त लागेछ। यतातिर धेरै राम्रो छ कि यतातिरको भ्यू।